अहिलेसम्म पनि आइपुग्नु भएको छैन। फोन पनि उठाउनुहुन्न, कराउँछ भनेर हो कि हो, मेनुका म्यामले फोनै उठाउनु भएन, ढिला गऱ्यो भनेर कराउँछ भनेर होला। गाह्रो छ। 6:25 भयो गाइज, अहिलेसम्म पनि हामी कुरि नै रहेछौँ। हामी त कुरेको कुरे। जो तेरा मुस्कुराना और आगे चले जाना किस्मत का है मिल जाना तेरा क्या नाम हुआ। उहाँलाई चाहिँ बिहान बिहान एकदम गीत गाउन मन लाग्छ। मान्छे सुतिरहेको हुन्छ, उहाँ बिहान उठेर गीत गाउँदै हिँड्नुहुन्छ। उहाँको एकदम सिङ्गिङ ट्यालेन्ट उब्रिँदैछ अहिले। फेरि एउटा आइपुग्नु भयो कि जस्तो लाग्यो। होइन पो रहेछ। ए ल अर्को त यता बच्चा बेलामा बाई बाई गरेर कति खुसी हुन्थ्यौँ है हामी। अरू कसैले बाई बाई गऱ्यो भने हामी आउँदा झिसमिस अँधेरो, अलिअलि उज्यालो भइथ्यो गाइजहरू होइन, साथीहरू गाइजहरू। त्यही अब जे भने पनि एउटै हो। अब अहिले आएर चाहिँ उज्यालो पनि उज्यालो भइसक्यो। त्यही पनि आइपुग्दैनन्। के हन्नु, कसलाई हन्नु, जसलाई हन्यो भने उयो। जाने क्यों वो किसी पे मरते हैं, जाने क्यों जाने क्यों जाने क्यों जाने क्यों जाने क्यों जाने क्यों स्कुटरको ट्युरेनको जिउ। हामी चाहिँ हिँड्यौँ। हामीलाई कुर्दा झ्याउला हो, अनि त्यही भएर मुखहरू भर्खरखालीका पेट्रोल पम्प पुगेर अब आउँदैछन् बिस्तारै। हामी बिस्तारै जाँदै गर्छौँ, भेटिन्छ बाटोमा। हाम्रो भन्ने केही छैन। हामीहरू चाहिँ अस्ति धादिउँदा चिया खाएको ठाउँमा आइपुग्यौँ। चिया खाने त्यसरी फास्ट चार्जिङ, इभी चार्जिङहरू पनि रहेछ। बिहान पाइखाना खोज्दैछन्। दिदी बहिनी चिया, हाम्रो चिया र अन्डा त घरबाटै बनाएर ल्याएको। यहाँ त रोटी तरकारी बनाएको छ। यति भएपछि त पुग्छ होला। यस्तो जाडोमा तिमीहरूले के साडी लाउँछौ? हाम्रो चाहिँ अब रोटी तरकारी आयो गाइस। रोटी तरकारी आएपछि हामी रोटी तरकारी खान्छौँ अनि जान्छौँ। त्यही हो कुरो। दिदी बहिनी ल हाम्रो आजको वेटर भाइले ल्याउँदै हुनुहुन्छ। यता यता सर गाइज हामी चाहिँ यहाँ अन्डा खाँदैछौँ। अन्डा चिया मेनकेले बनाएर लिएर थिएँ, अन्डा मैले बनाएर लिएर थिएँ। हामी अहिले कस्ट रिडक्सनमा छौँ कि गाइज, कस्ट रिडक्सन। त्यही भएर चाहिँ हामी अहिले घरबाटै बनाएर लिएर आयौँ। अनि यहाँ चाहिँ हामीले अब बस्नलाई खाना त पऱ्यो भनेपछि केही त अर्डर गर्नु पऱ्यो भनेर रोटी तरकारी अर्डर गरेका छौँ। अनि सर यहाँ हुनुहुन्छ होइन। अनि यहाँ नुन अन्डा चिया चल्दैछ, होममेड। ल गाइज हामी चाहिँ यहाँ अब अन्डा चिया रोटी तरकारी खाएर हिँड्यौँ। यो चाहिँ अब के हो कुनि, तर हामी जहिले पनि यहीँ खान्छौँ। त्यही भएर घाम पनि लाग्यो। जाति सर्गी
तल चाहिँ हामीहरू कहाँ पुग्यौँ? गल्छी पुग्न लाग्यौँ। महादेव बेसी हो। ओ महादेव बेसी हो। गाइस हामी सावाङघाट आइपुग्यौँ। कति 9:20 जति भयो होला। आइपुगे त 9:20 मा होला। अब हामी यहाँबाट जान्छौँ। 3 घन्टामा आइपुगेछौँ। तर हामी त्यहाँ धेरै टाइम बस्यौँ नि त्यो चिया खाने ठाउँमा। ल लेट्स गो। हामी चाहिँ हिँड्दैछौँ। अब हामी चाहिँ यो पुलबाट पारीसम्म हिँड्छौँ। त्यहाँबाट फेरि अब त्यहाँबाट पारी भनेको त अब त्यस्तै हो होइन, हिँड्न सकिँदैन, गाह्रो छ। बाइक आयो, साइड लाउनु पर्यो। त्यस्तै छ। कपाल धुस्नु भइसक्यो। राम्री भएर पनि काम लागेन। यहाँ चाहिँ यहाँ तल घरमा पनि बिहे रहेछ। त्यहाँ पुलमा नै पुरा केराको वेलकमवाला बनाएको छन्। के अरे ढोका केराको बोटको खम्बा राखेर वेलकमवाला। त्यहाँ चाहिँ समुद्र र सुस्मिताको बिहे अरे। यहाँ चाहिँ रोशन र मौसमको बिहे अरे। मगर हो न। ल गाइस हामी पनि नेवार ड्रेस लगाएर बिचमा गएर नाच्दिनु हुन्थ्यो, तर के यार म ठिकै छु। हेर्नुहोस् उहाँको गति। भेना त हरायो क्या हो, आउँदैन नि त। गाइस हामी फेरि यही केराघारी पुग्यौँ। अस्तिको पालि यहाँ यस्तो हिलो थियो, अहिले चाहिँ हिलो रहेनछ। यही गरेर चलाउँछ केराघारी। केराघारीको मान्छेहरू के गतिलो हुन्छ। यही केराघारीको मान्छे पाएर कति भाग्यमानी महसुस भइरह होला कतिजनालाई। हाम्रो गाउँको बाटो चाहिँ यस्तै छ है गाइस, हेर्नुहोस्। ल गाइस हामी चाहिँ पुग्यौँ विवाहमा भर्खर। ल हेर्नुहोस् कसको विवाह हुँदैछ। पहन म त्यहाँ भिडियो बनाउँदैछु नि त। हामी यस्तो हालतमा आइपुग्यौँ कि त्यो डाँडा छोडेको है। ए स्कुल त त्यहीँ रहेछ त। स्कुल नाच्यौ नि त। हामी चाहिँ रेडी भइसक्यौँ। यहाँ चाहिँ नेल पोलिस लाउने रेडी हुँदैछ। हामी चाहिँ यसरी रेडी भइसक्यौँ। बेहुली चाहिँ भित्र छ। लुगा हान्दै बेहुली भित्र छ गाइस। हामी चाहिँ यहाँ अब बाहिर हेर्दैछौँ। बेहुलीको दिदी, बेहुलीको आमा। किन राम्रो हुनु यतिकै राम्रो त हो। खै बेहुलीको फेस रिभिल गर्नु पर्यो। हेर्नु पर्यो। पछाडिको लाइट आयो क्या। तर ल यो चाहिँ बेहुला बेहुली बस्नलाई हाम्रो यहाँ रेडी भइसक्यो। यो अस्ति धादिङको व्रत बन्द गर्ने भाइ उही हो, यहीँ हाम भाइ। साइड बजा हुनुहुन्छ, सबैजना यहाँ हुनुहुन्छ। जम्ले जम्ला माथि जमजम गाइस। धन्यवाद। भाउजू चाहिँ गएर नाच्नुपर्छ त्यहाँ बिचा दाईको बिहेमा भन्दै। त्यही त होइन, यहीँ बसे पनि अब उताको कमी पुरा गरिदिनु न नाचेर। उहाँ चाहिँ बेहुलीको बहिनी। के हो अब पालो मेरै हो भनेर उसले नाच्नु पर्ने बेला बेला। भिडियो हो, भ्लग बनाउँछु नि त म। तपाईँले पनि नहेरेको त।
यो हाम्रो यताको लेटेस्ट भर्याक चर्च घर्न नआएर दुईजनालाई आपत हाम्रो चाहिँ यहाँ फोटो सेसन चल्दैछ यो चाहिँ हाम्रो पुरानो घर हो होइन बुढो घर भन्छौँ हामी यसलाई अनि उतापट्टिको हाम्रो घर भइहाल्यो बेयो घर उयो तल भयो त्यो उता ठुलो मम्मीहरूको घर भयो त्यहाँ गफ चल्दैछ त्यहाँ हो यहीँ भेना पोज दिएर बसिरहनु भएको गाउँ चाहिँ यही हो त्यहाँ मन्दिरमा फोटो खिच्यौँ हामीले हाम्रो घरमा हाम्रो गाउँमा चाहिँ 2 तल्ले सिमेन्टको घर पनि छ गाइस यहाँ हामी गएर आयौँ खिचेर आयौँ फोटो अझै जन्ती आउनु भएको छैन अनि सडक कस्तो ह्यान्डसम देखेछ क्या ओहो अझ ह्यान्डसम देखेको भने चाहिँ आवाज त ठुलो यो चाहिँ हाम्रो बुढो घर हो कोही छैन पुरानो घरको काठ हाम्रो नि थियो है ओइमेनको काठ निकालेर राख्नु पायो भने चर्केर नि चर्केको यो चाहिँ चर्केको भुइँचालोले उति चाहिँ हाम्रो घर हो यहाँ चाहिँ हाम्रो बाउ बसिरहेको छन् यहाँ चाहिँ आमा समूहले बाटो छेक्छन् रे अनि त्यही भएर हामी चाहिँ के हुँदो रहेछ भनेर हेर्न जानु लाग्यो तर जन्ती आइपुग्नु भएको छैन आइपुग्नु भएपछि चाहिँ आमा समूहले बाटो छेकेर पैसा लिनुहुन्छ अरे क्या नयाँ चलन होला सायद त्यही भएर हेर्न जाँदैछौँ ल त्यहाँबाट बस आउँदैछ टुणु 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 गर्दै देखेँ मैले यहाँ क्यामेरामा देखेको छैन नि त त्यो सुनाइदिएको यहाँ चाहिँ हाम्रो आमा समूह पुरै खाता लिएर रेडी हुँदै हुनुहुन्छ भनिसकेँ मैले अघि भनेको 2-3 वटा भ्लगमा भनिसकेँ त्यहाँ अर्को 2जना स्वागत गर्न बसिरहनु ल आए गाइजहरू ल ल ल यही हो जन्तीहरू है फेरि गाइज अरू केही होइन नि फेरि तपाईँहरू त अगाडि बस्नु भएको छ स्वागत गर्नुलाई बस देख्यो आमा मामा हेर त्यो हातमा कति लिएर बसेको खाता जति आउँछ सबैलाई उडाइदिनु नि बाजा बज्दैछ त्यहाँ चाहिँ मेन कहाँ त्यो अगाडिको घरपट्टिको यताको नि पर्छ बुझेँ मैले तर पनि हाम्रो अजीको दाई होइन मालाहरू अजीको भाइकै दाई
हान्नुपर्छ अरे दुलाई आएको छैन दुलालाई हान्ने हो म त अरूलाई कसैलाई हान्ने हो क्या आमा मेरो फोनले पो खाएछ पुरै र मेरो फोनलाई पो हाने जस्तो भएछ हो छर्के नि तर एउटा लागेन मेरो फोनले खाएछ सुगरलाई ठगी गर्न जानु मिल्दैन होला नि त चिने लमिला उहाँलाई चिन्न सकेन भाइले ठुलो बहिनी चितवनको हो चितवनको ए त नि त्यही नि म त नचिने थैली पनि लिएर लारे तपाईँले त चिसो पानी खायो तातो हुन्छ तातो पानी खायो थैली तातो हुन्छ What happened? हाम्रो चाहिँ खाना आयौँ गाइस अब टिका लगाइदिएर दौडिनुपर्छ बुढी मलाई हालिदेऊ न गयो दाल नहालेको दाल हालेन नि त
चाहिँ हाम्रो अफिस रुम हो। यहाँ चाहिँ हाम्रो समूहको मिटिङ भयो भने चाहिँ सबैजना यो गाउँको चाहिँ सबैजना यहाँ आउँछ। यस्तो भोजहरू केही भयो भने पनि यहीँ हुन्छ। बाहिरको आउनु त्यही हो गाइजहरू, गाउँतिरको यस्तै हुन्छ। तर राम्रो छ पहिलाको हेरेर अहिले चाहिँ एकदम प्रगति भएको छ। ल गाइज हामी चाहिँ अघि न 5 बजे निस्केर बनाउन चाहिँ अलि भ्याइएन। अहिले चाहिँ हामी फेरि बिहान रोटी तरकारी खाएको ठाउँमा आइपुग्यौँ। अहिले चाहिँ 6:30 भइसक्यो। यो बाटो हिँड्छौँ, यहाँ रोटी तरकारी खानु, रोटी किन्दाखेरि तरकारी फ्री छ 100 रुपियाँमा। अनि अब हामी यहाँ बसिरहेछौँ। मेरो खुट्टा हेर्नुहोस्, यो खैरो कलरको प्यान्ट भनेर कसैले भन्छ, पुरै सेतो। अनि त्यही हो, मेरो खुट्टामा यसो यसो गर्दा नि भाइब्रेसन आइरहेछ पुरै। ल चिया आयो हाम्रो चिया। सब बराबर होला। भएको थियो नि मेरो अनुहार, कुरा नगर्नुहोस्, यस्तो कालो भएको थियो नि। अहिले भर्खर फेस वास गऱ्यौँ, अलरेडी हात मुख धोयौँ, लुगा सबै हामी बारदलीमा राख्दैछौँ धुलो भएर होइन। अब चाहिँ हामी भोलि मात्र धुन्छौँ त्यो लुगा। अब आजको दिन चाहिँ यस्तै भयो गाइस। तपाईँहरूलाई हाम्रो ब्लग कस्तो लाग्यो कमेन्ट गर्नुहोला है। अब हाम्रो ब्लग चाहिँ अलिकति ग्यापमा आइरहेछ अहिले चाहिँ, किनभने अब यसो घुम्न जान पाइएको छैन अहिले, अलिकति सिचुएसन त्यस्तै छ होइन। त्यही भएर ओके छ त, थ्याङ्क यू फर वाचिङ। यसरी नै माया गरिदिँदै गर्नुहोला।